हर्क साम्पाङले दार्चुलाको नाममा पैसा उठायो, खोल्चीमा पुल बनायो, पैसा खायो भनेर अफवाह फैलाउनेहरूको लागि यो भिडियो हेर्नुस् है त। अहिले पनि दार्चुलाको धेरै ठाउँहरूमा यसरी तुइन तर्नु परेको छ। यो चाहिँ नदेख्ने, त्यहाँको जनतालाई सुविधा विकास दिन खोज्दा चाहिँ नाना थरी आरोप लगाउने, घरभरि सम्पत्ति थुपार्नेहरूको लागि चाहिँ उनीहरूलाई चाहिँ हाई हाई गर्ने, जसले चाहिँ 1 रुपियाँ भ्रष्टाचार नगरी, 1 रुपियाँ दायाँ बायाँ नगरी दार्चुलावासी यो देशको लागि केही गर्छु भनेर लागि पर्दा नाना थरी गर्ने। त्यति मात्रै होइन, उहाँको पेजलाई नै डिएक्टिभ गरिदियो के। कतिसम्म मान्छेहरूले गरेको यस्तो यार। यो भिडियो हेर्दा तपाईहरुको आँखा रसाएन? मात्र विरोध गर्न मन लाग्यो? के भन्ने होला यस्ता विरोधीलाई? जय देश, जय माटो, जय हर्कबाद।